हेलो गुड मर्निङ एभ्रिवान। आज हाम्रो सेकेन्ड डे काठमाडौँमा। अब भोलि भेट हुन्छ, तर आज हामी यहाँनिर अलिकति पर्सनल काम गर्दैछौँ, त्यही भएर 1 दिन 2 दिन अगाडि आएको थियो। ल दिदी भाइ पनि भर्खर उठेर दिदीलाई यसो गर्दैछ। सेकेन्ड डे हाम्रो। के रे के करायो? एम्बुलेन्स करायो। ओके खुल्ला के देख्नुभयो? चरा? ए ल यो चिल्ड्रेन पार्क हो। जाउँ जाउँ अगाडि दिदी भएकोमा जाउँ। के भयो? गाडी बाटोमा भाउ सुत्यो होइन? मेरो छोरा खालि मम्मीले बोक्नु भन्छ है, अनि अरूसँग मान्दैन। त्यो भएर मलाई चाहिँ निकै गाह्रो छ यसपालिको चाहिँ। यो बस्ती हो, यो पनि सानो बत्ती हो। मिठो बोल्छ, त्यही भएर म गलेर पनि केही हुँदैन, म बोक्छु। झन्डा हो, नेपालको झन्डा। त्यो झन्डा देख्दा तिमी सयौँ ठुङ्गा गर्थ्यौ, सयौँ ठुङ्गा गर्थ्यौ नि त झन्डा। सयौँ ठुङ्गा गर्दैछ, छातीमा हात राखेर गर्छ मेरो छोराले। गुड बेबी। लिन न। हामी चाहिँ यहाँ माता हुनुहुन्छ, छोरी कान्छी छोरी ज्वाइँकोमा, त्यही भएर यहाँनिर आज हेर्न आएको छु। अस्ति काठमाडौँ ट्रिटमेन्ट गर्नको लागि ल्याउनु भएको थियो, त्यही भएर छोरो जाँदैछ। आमा नमस्कार। सबैजनालाई लु त हेर्दै खोज्दै राधे राधे। हस् हस् धन्यवाद दाइ। हाई को आयौँ हामी? म घरमै हिँड्नुभन्दा अघिल्लो दिन। ए हो, ल ठिक छ त। मने दिदीको याद आयो कि आएन? कति कति आयो? दुईटा आयो। दुईटा आयो। बाबा खोइ भनिदेऊ त। बाबा कता जानुभयो? तिम्रो बाबा खोइ भनिदेऊ न दिदीलाई। बजार स्वरूप कहिले आयो यहाँ? केमा आयो? एरोप्लेनमा नि। अनि आमा चाहिँ फ्रेस हुनुभएको छ आमा? बहुत राम्रो। अलिक गाह्रो पो भइरहेको भएन है। ए बिरामी सुरु भएको। त्यो निस्क्यो? ए ल राम्रो भयो नि त। मनिषा भेटेपछि त आनन्द भइगयो। मनिषाले केही दिएर खायो भने खायो, नभए हामी चाहिँ अगाडि उसले चाहिँ केही खान्छ। मानिसहरू भेट्न आएको यही ठुलो कुरा होइन? होइन म पनि बानेश्वरको बजार हेर्नु पर्यो एकताल भनेर सोच्दै थिएँ कि रोजुसँग। सनस्क्रिनहरू सबै छुटेछ कि अब लिनु पर्यो भनेर नि। अन्त अब एकछिनमा हाई लिली। कान त पर्लकै पर्छ त। कान उसलाई एकदम नाटेको भनेर मोबाइलले हान्न आँटेको भनेर के होइन होइन दिदी यो कान साथ फर्काइसक्यो अनि डरले मरे हो रहेछ। किन त्यसो गर्न त? त्यस्तो गर्नु हुँदैन नि त। अनि कहाँ अब त्यसो गरेर कहाँ हुन्छ? लु बस, ल ल बस बस ल ज्ञानी भएर बस है। ल
ज्ञानी भएर बस्छ लु 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 ज्ञानी भएर बस्छ आमा ल ज्ञानी भएर हाय कलले दिदीले हो कति ज्ञानी पल्टेको त हामीलाई चाहिँ झन्डै सातो खायो रोजुको त सातै गरे चङ्ख पनि चङ्ख छेउ यस्तो साह्रो छुच्चो चाहिँ कसरी प्रजन राज भन्यौँ त किन मैले नै गर्दा होला हो धेर चलाएर अनि राम्रै हो सुत्न दिन्छ मजाले कोही नजिकाउनै दिएन कसैलाई ढोका तल गेट खोल्न हुँदैन के थाहा पर्छ भने आफ्नो मान्छे छोची पनि ल जाउँ जाउँ हामी जाउँ ल जाउँ जाउँ माथि जाउँ माथि जाउँ माथि जाउँ माथि जाउँ माथि माथि जाउँ माथि जाउँ माथि लाग्ने हो लुकेकी छिन् यो यहीँ बस्छ क्याटफिस जस्तो त यो त आमा चाहिँ यहाँ बसेर दिनभरि एयरपोर्टतिर रमिता हेर्नु रहेछ अनि एयरपोर्ट बढेकै छ है यतिखेर चाहिँ यहाँनिर एक्सटेन्सन हुने काम भइरहेको छ तिनकुनेको यो फुलबारी चाहिँ मलाई साह्रै राम्रो देख्यो जुम पनि गरेर कस्तो धेरै राम्रो क्या यो फुलहरू अब चाहिँ हामी निस्केको यहाँदेखि लिली बाई 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 गरेको तँलाई गयो केही भुकेन अब हामी एकछिन बालेश्वर गएको बाई बाबु नाइस टु मिट यु फेरि आउनु न आमालाई भेटेर अनि बिदा बारी भयो नि अब हामी एकछिन बालेश्वर हुँदै थन्काल जाने हो भाइसँग हामीसँग मनी पनि हुनुहुन्छ मनी आइहुन्थ्यो पूजा बहिनीको फोन आएको छ भनेर कल बाई गरेको उठेन हेलो आन्टी कल गर्नुभएको थियो मनेलाई लाने कि नलाने हो तिम्रो घर लाने मेरो भाइको घाउ यस्तो भएको छ अनि कसले कहाँ लडेको भाइ शुभमको सिडीमा अनि तिम्रो कहाँ आइया भएको हो यो गालामा आइया भयो मेरो भाइको चाहिँ यो स्याड छ नि मुमेन्ट नि पुरानो बानेश्वर झरिसक्यो हेलो आउँदिन अरे हो आउँदिन मरे त लडेर हेर त यो कसको पसल आउनु भयो कसको पुपुको हो पुपुको पसल आएको हो भने नानी भाइ भन्यो मलाई हाई भन्यो हाई भन्यो हाई के चाहियो के चाहियो भन त के चाहियो के चाहियो भन न तिमीले मसँग बस्ने त म त आउँदिन अरे हो अघि बिहान के आउने बित्तिकै आउँदिन भन अब यहाँ निस्किने रहर थियो कि जहिले टिकटकमा देखेको थिएँ होइन अब रियलमा फेमस सिस्टर हुनुहुन्छ देवी सिस्टर अनि यहाँनिर आएको आज फाइनली स्टोर भिजिट गर्ने मौका पायो यहाँ चाहिँ हामी साडी पिन चोइस गर्दैछौँ अब कुन राम्रो हो थाहा छैन तर कुन खालको लानु पर्ला तीन खालकोमा अब यो एक खालको भइहाल्यो यो एउटा खालको भयो होइन के गर्दैछ भन्नु
मस्ती पुरो छ त कहाँ हराए बाबु भनेको त यतिमा मात्रै भुलेको नत्र कहाँ सपिङ गर्न दिन्छ र ल हामीले चाहिँ यो लेङ्गामा लाउने सामान अलिकति किन्यौँ साडी लेङ्गाको लागि यहाँबाट ल मेरो छोराले नै खेलिसक्यो अब जाने ल म नै अब गएको केही भन्नुहुन्छ राम्रोसँग जानु फेरि आउनु बस्ने गरेर आउनु है उता घरमा सपिङ गरेर मात्रै आउनु होइन के छ त ल मने चाहियो भनेर हुरुक्कै भएर गएर लु जाउँ भाइ बाई भन मनेलाई भोलि पर्सि भेट्ने मनेलाई बाई भन मनेलाई म नजाने ल म पछि आउँछु ल टेम्पोसँग पुगेर आइछ नि पछि आउँछु ल त्यो भएर जाऊ न मनिषा जाने अरे फन पार्क पनि नजाने अरे ल बेबी ल बाबा ल फन पार्क गर्यो यसले गाडीमा रोएर यस्तो आतङ्क बनायो नि मारेन त ल यहाँ आएपछि चाहिँ रुन छोड्यो बल्ल बल्ल ल यो बिल चाहिँ करुणाको लागि हो नि फेरि चुट्यो अघि गाडीदेखि समात्त ल इन्ट्री फी मात्रै सस्तो रहेछ यहाँभित्र त प्याकेजमा खेल्दा 250 इच दिदी त्यहाँ बसेपछि चाहिँ उसलाई मन परेछ खेल्न मानेकै थिएन सधैँ यस्तै हो भने चाहिँ एकदमै राम्रो हुन्थ्यो होला यो मालिकहरूलाई तर कहिलेकाहीँ यस्तो हुँदैन आज न्यु इयर इभ हो भोलि 2082 हो नेपाली त्यही भएर होला आज धेरै नै बच्चाहरूसँग अभिभावकहरू हुनुहुन्छ तर यो देख्दा पनि एकदम धेरै खुसी लाग्यो किनभने बच्चाहरूलाई टाइम दिने संस्कार चाहिँ हाम्रो देशमा पनि हुन थाल्यो भन्ने कुराको प्रमाण हो भाइलाई राम्रो पक्रा है यसलाई चाहिँ गोला भन्छ नाम जान्नु छैन तर मिठो लाग्छ कि यतिखेरको किड्सहरू चाहिँ कस्तो धेरै भाग्यमानी कि आमा बाउले यसरी पार्क लान्छन् हामी त त्यस्तो देख्न पाइयो अहिले छोराछोरी सँगसँगै पार्कमा यसरी घुम्दाखेरि पनि एक खालको रमाइलो लाग्छ मलाई चाहिँ आफ्नै बचपन फर्किआए जस्तो लाग्छ हो दिदी आउनु भन्दैछ कि चलेन त यहाँ लिनु पर्ने टिकट पाउँदैन अब जाउँ यहाँ सुल्की खेल जाउँ सुल्की ल मम्मी जाने रे ल के अरे ए ल खेलेर आउनु ल नानी म छु उसले मसँग मात्रै खेल्छु भनेको थियो ट्रेन चाहिँ दिदी एक्लै भयो यो खेलेन अब
अब तिमी कुन कलरको खेल्न पाउँछौ मलाई थाहा छैन एउटा कार खेल्ने हो ल कुन कलरको कार खेल्ने ट्रेन खेल्न मानेन कार खेल्छु भनेर अब हामीले लाइनमा छ भाइलाई पक्रा नि स्वरूप जति भाग्य माने चाहिँ कोही छैन होला यस्तो धेरै माया गर्ने केयर गर्ने दिदी चाहिँ निकाल्नु